यहाँ होइन कि गर्नु त्यहाँ गर्ने यहाँ यस्तै खोर्सानी खोर्सानी के होला यस्तो क्या यस्तो गर्दैन यस्तो गर्ने हो न यस्तो यहाँ ल्याएर यस्तो गरेर झार्ने यस्तो झार्ने यो काट्ने यहाँ ल्याएर जम्मै यस्तो गरेर जम्मै थाले रद्द बनाएको यहाँ नेताको मेला गएर जाँदै पहिला मेलाको मेला हेर्न गएर जाँदै यहाँ टिभीबाट सुबौलीबाट ताना त्यहाँ त मुङपुरी खाने भने मुङपुरी टाउको हुन्छ भने पुग्छ उनीहरूको त फ्याक फ्याक गरेर त्यो एउटा पनि कुरो नआएर क्या त्यो मुङपुरी पुग्छ यो टिभीबाट जाने मान्छे कता यति धुलो रे मरि हामीले किन हाँस्छ त मुङपुरी छोरा राख्नु नजाने भएर हाँसेको थियो के त मासु हाल्दिएको साथीलाई हाम्रो पनि कस्तो बुहारी थाहा छैन एकै त दिदीको नि जागिर रहेछ मङ्गलापुर अरे घर चाहिँ केही आम दस्ता मेरो के मैले पनि त्यही भनेछु कि बेसेर भैँसी पाल्ने बाह्र पानी भएर आउनु पर्यो यो घरमा खेती गरे कि त नोकरी गर्ने ल्याउनु दुईटामा एउटा आउनु पर्यो त नसै नस परेकै ल्याउने नस परेको ल्याएन केही न केही घरमा हुन्छ छिटछिटै पढेर हेरेको जागिर गर्छु टिचर भन्नुभयो एलिजाले टिचर पढ्छु त भन्दैछ हाँस्ने फेरि हाँस्ने के को मासु कुकुर बोइलर त्यहाँको सुनेको बुढी त त्यस्तै यस्तै हो कि पढ्छु म त भनेर भन्थिस् रे मासु त नि भयो त भइहाल्यो नि किन अहिले मासु थप्नु पर्यो थपे हुन्छ खाए हुन्छ भात छैन भात छैन भात दिएको त ल खा दाल हाल्ने हो भात खाने हो भात त हामीले आउँछ ढेँडो छ खाने ढेँडो खाऊ जसन एलिजाले नआए नखान्छ पकाएर खान्छ आएमा त्यत्रो भात दुईजनाले मात्रै अझ किनभने भातै खान्छ नि दिदी हो कहिले जाने नि स्विमिङ पुल त्यसको त्यो दबाई लागेको भन्छ नबिर्सिनु कहिले रे यसले दबाई लाउँदा त घाममा डुलेर कस्तो गर्छ भाइ के भन्नु यसको छुट्टी मिल्न पर्यो छुट्टी हो त्यसको भोलि स्विमिङ पुल पनि जानुहुन्न ल भन मिल्दैन मिल्छ लाउँछ कि लाउन पुग्यो के थाहा मलाई त्यो लगाए नबिर्सि दिदीलाई भन्नु अघि यसरी कोट्टा थिए मामले उठ्यो किन कोट्टाउने हो र के सुनिन कोट्टाको यस्तो गरेको मात्र किन घाममा डुल्छ र मैले त भन्दै घाममा नडुल भनेर कुनै कति रुचा आएको मान्छे पनि के हो त्यो टाउको पनि बढ्दो गिद्धको जस्तो टाउको जम्मै खाएर देशी भन्दो रहेछ नि त बोतल है साथी भन्नु साथी हो साथी हो त नि साथी हो मैले बुझिसकेछु आज गएर समिट गर आयो रे कति बजी हिँड्नु अब कति आइत के ये जेबी त अचार नजानेहरू भन्छ के रे गुरुजीले छिटो पढाइ भनेर भन्थे बुझले कतिसम्म हुन्छ समयको पैसा दिँदा त समय कतिसम्म बस्यो त्यसको अब त लेख्नु त पर्दैन के गयो भने त बस्दैन पर्दैन पर्दैन हाल्न पैसा अरे पैसा हाल्नु होला दुई तिन दिन बस्नु होला कुन जाने हो अब फेसबुकलाई देखिन जानु पर्यो नि त के कुरा हो समले त फेसबुकमा त दिन्न किनभने एजुकेसनमा राम्रो नम्बर आएन
फेसबुक त दिन्न भन्दै बसेर नि खै कति आएर 30 30 भयो फेस्टुबाट 50 नम्बर ल्याएर भइहाल्यो नि फाइनलमा नमाइहाल्छ जोडिदिनु जाने पनि फाइनलमा त्यही त कुरा गरेर आऊ जसरी पनि सहिले जस्तै इक्जामको जस्तो के इक्जाम 4वटा हुन्छ हैन 3 तारिक 35 आएको भए त राम्रो हुन्थ्यो अब 35 पनि आएको छैन भन्दै त्यसले भनेको मात्रै जब मेरो त 35 भन्दा माथि ल 35 भन्दा माथि आछ के भनेको तुमको दे 38 36 आएको त्यसको पनि चान्स कम रहेछ त्यसो भने जेबिसको पनि जेबिस कमै भनौँ न त्यस्तो कम पनि नभनौँ 40 आएको भए त्यही फेस्टु राम्रो भयो भने फाइनलमा नाम आउँछ 40 आउनु पर्छ खै कुनै के पर्छ भनेको यो पढ राम्रोसँग पढ भनेको